हेलो वेलकम टु माई युट्युब च्यानल। सबैजना सन्चै हुनुहुन्छ होला। भ्लग नगरेको धेरै दिन भयो किनभने त्यस्तै भइरहेछ। छोरो हिँड्न थालेछ अनि त्यस पछाडि भ्याउँदिनँ अनि मेरो खुट्टा फ्र्याक्चर भएको थियो, त्यही भएर पनि केही गर्नै पाएको थिइनँ। अनि यहाँ मेरो छोरो आउँदै हुनुहुन्छ अनि युट्युबमा सब्सक्राइबर चाहिँ त्यति धेरै छ मेरो, तर कसैले भिडियो हेरिदिनुहुन्न। ठिकै छ, नहेरे पनि मेरो छोराले भोलि पर्सि भविष्यमा भिडियो हेर्छ। मामु छोरा यस्तो थियो मामी भनेर। अनि त्यस पछाडि म चाहिँ अब भर्खर उठेँ। अब एकछिन पूजासुजा गर्छु। पूजा नगरे पनि धेरै दिन भयो। आज मेरो यो खुट्टाको ब्यान्डेज पनि खोलेँ, फिजियोथेरापी गर्नुपर्छ भन्नुभएको छ। अनि त्यस पछाडि नो बेबी, अब बाबुलाई नि अब भर्खर खानेकुरा सुजीको हलुवा बनाइदिएछु गाजरहरू हालेर। उसले खान त खोज्दैन। नो बेबी, यहाँ हेर त, खाइदेऊ न। यहाँ उसलाई पनि सन्चो छैन, खोकी लाएर हस्पिटल लगेछु। निकै भइरहेछ होइन। मैले भ्लगहरू त हालिरहेको छु छोटो छोटोहरू, तर छोरासँगको चाहिँ म हिँडेको ओरेको सबै ऊ हाल्छु भनेर ऊ गरिरहेको हाल्नै पाइनँ कि के हुन्छ भोलि पर्सि छोराले हेर्छ भनेर हो। नो बेबी, ल मेरो छोरालाई पनि आफू हेर्न पऱ्यो अरे। हस् ल, यता हेर ल, यता 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 ल, यता हेरिस न त। म त भर्खर घाम तापेर आएको त नि भन्नु। ल ल मामला, ल यहाँ बसेर खाइदियो। कति नाम भइसु म भनेन। टाउको चिलाइरह। टाटा गजु, टाटा। म त बिबी कमल हो भनन्। म त बिबी कमल हो भनन्। छोलोको गाडी कहाँ छ? गाडी जाऊ त, गाडी लिएर आऊ। ल हेर्नु साथीहरू, भद्र गोल्छ खुट्टा, यस्तो भद्र गोल्छ यो खुट्टा। ठिकै हुनु पाएन अनि के गर्ने मन लाग्दैन कि। जाऊ न, गाडी कहाँ छ? गाडी, मामुलाई गाडी देखाइदियो न। मामुले ल्याइदिएको गाडी देखाइदियो। अब यो बाबु नहुर्किन्जेलसम्म त यस्तै हो। कस्तो कोठाहरू मिलाएर राख्थेँ, तर अब यस्तै हो। नो बेबी, जाऊ न, गाडी लिएर आऊ न। गाडी मम्मुलाई देऊ न, गाडी ल्याएर देऊ त। जाऊ, हेर्नु है कस्तो मजाले हिँड्छ, पङचङ पङचङ गरे। बाबु पनि कस्तो फोरी भयो, खोकी लागेको। उसको बाबाले ननुहाइदियो भन्नुहुन्छ। एक हप्ता भइसक्यो ननुहाइदिएको पनि। मान्छे पनि कस्तो दुब्लायो कि छोरो त। तपाईँहरूको बच्चा बच्चीहरू कति टाइमदेखि पोटीमा बसेर पोटी गराउनु भयो? मेरो बाबु त 1 वर्ष पुगिसक्यो, तर ऊ त मान्दैन। हेर्नु न, त्यहाँ बरु पक्रेर बस्छ तर मान्दैन। मैले त्यसै भनेको। बाबा आइसे होइन के छोरो, यता आऊ। ल हेर्नु साथीहरू, मेरो छोराले मामुले माया गर्यो न त। माया गरेको रे। अम्मै त्यस्तो माया हुन्छ। हेर्दै मेरो छोरो यत्रो भइसक्यो। कति सा। नो बेबी, नो बेबी।